एक हाम्रो 36 प्रकारको गुड त याद गर। ओइ बाप रे बाप। And his name is John C. हेलो गाइज, वेलकम ब्याक। फेरि पनि स्वागत छ तपाईँहरूलाई हाम्रो एउटा नयाँ ब्लगमा। आजदेखि कैलाश बजार जाँदैछु रनिङमा, त्यही भएर 5:30 बजे, अहिले 5:30 बजे छ। म 5 बजे नै उठिसकेको थिएँ अनि म रनिङ गर्दा गर्दा यहाँदेखि पर्साङको घरतिर जानेछु। जाडो भइरहेछ यार, जाडो पुरा। हेर्नु त अँध्यारो छ। यो मोबाइलको इफेक्टले मात्र हो है यो उज्यालो देखिरहेको, तर राम्रै अँध्यारो छ। हुन त एक्लै छु, हल्का हल्का डर लागिरहेछ, तर के गर्ने, जानु पर्यो, एक्सर्साइज गर्नु पर्यो, फिट हुनु पर्यो। ए गाइज, अमर माइजू उठिसकेका रहेछन्। गुड मर्निङ माइजू। सर गुड मर्निङ। गुड मर्निङ भने गुड मर्निङ भन्नु ल। यहाँदेखि कुदिरहेको छु, यहाँतिर घर सर पनि केही छैनन्, हल्का डर लागिरहेछ, तर केही छैन। कैलाश डर के आगे जिते, माउन्टेन ड्यू माउन्टेन ड्यू। कमन। दुखुर्दा मिरर पुगे। अब यहाँदेखि तोड कैलाश तोड। चौतारानिर पुगे, अब नहर सुरु। गाइज यस्तो सुनसान इलाकामा एक्लै हिँडिरहेको छु। साइडतिर नहर छ, यहाँ खाली जमिन, घरसर केही छैन। मर्निङको यति प्यारो भ्यू धेरै भइसकेको थियो, यो मिस गरेको। एहे त होस्। रनिङ गरेर आइसके। ओ बाइसेप्स गाइज, आई डोन्ट इभन ग्यास होइन। आज हामीहरूको पराल बोक्नु छ अनि म चाहिँ रनिङ गरेर आएँ। अब घुट्ना पिड हुँदैछ, दुख्दैछ। यस्तो रिग्रेट भइरहेछ नि, यस्तो घुँडा दुखिरहेछ मेरो। मम्मीलाई भन्यो भने मम्मी भने किन गएको थिएँ फेरि, मैले भने तँलाई छ यस्तो भन्ने हो। त्योभन्दा चुपचाप बोक्नु नै ठिक छ। मम्मी पापा गइसक्यो अनि म पनि जाँदैछु हिँडेर, लगभग 200 मिटर जति। हाम्रा बाबा पराल लिएर पनि आउन थाले। कस्तो छ हलुको गरुङ्गो? मजा हो। हलुकै छ अरे। ल निकर गए। यहाँ हिँड्ने बेला पहिलो घाटमा त हलुकै हुने हो, त्यसपछि छतमा पुगाउनु पर्ने हो क्या। छतमा पुगाउँदाखेरि त लास्ट गरुङ्गो भइहाल्छ, सिँढीमा हिँड्नु पर्यो नि त। आधा जति हिजो ट्र्याक्टरमा लगाऊँ अनि आधाको बाँड्नु छ। मम्मी के छ, ठिक छ? हलुको भयो भन्ना रे रेडी। मम्मी पुलो हलुको भयो भन्ना रे। दुईटा ढकिल्ला बनाइसके, एउटा यहाँ छ एउटा यहाँ छ, अनि एक ट्रिपमा चाहिँ दुईटा मात्र जान्छ। यहाँ मम्मी बनाउँदैछन्। यो पिठीमा लगाउने हो अनि बल्ल अर्को उचालेर त्यसको माथि राख्ने। यहाँ बनाउँदैछन् सिराउणो। टाउको दुख्दैन क्या यो रस्सीले काटिँदैन भनेर। ओके, हलुको छ हलुको त, तर यहाँदेखि छतमा पुग्दाखेरि आफू त हुन्छ। रेडीलाई बाध्य लाग्यो भन्ने पो। ल म गएँ। गाइज मलाई एउटा भाइले भनिरहेको थियो, तपाईँले युट्युब सुरु गरेको
2 साल जति भयो तर पनि तपाईँको युट्युबमा 200 भ्युज पनि आउँदैन भनिरहेको थियो। तर मेरो युट्युबमा 100 भ्युज त आउँछ हरेक भिडियोमा। अनि म आई एम ह्याप्पी। 100 जनाले मेरो भिडियो हेर्छन्। तिनी 100 को लागि म भिडियो बनाउन सक्छु। आई क्यान मेक फर देम होइन। बस तिनी 100 जनाले कहिले साथ नछोड्नु पर्यो। तर मेरो भिडियोहरू हेर्छन् मान्छेहरूले, लाइक गर्न बिर्सिन्छन्। लाइक पनि गरिदिने गर्नु के, लाइक गऱ्यो भने रिच पुग्छ। अनि सकेसम्म कमेन्ट गरिदिनु होला, हार्टवाला स्प्याम नगरिदिनु। केही लेखिदिनु, कमेन्ट गर्नु, केही सिनको बारेमा डिस्क्राइब गर्नुहोस्। जो भिडियोमा देखेको तपाईँहरूलाई फन्नी लाग्यो त्यो डिस्क्राइब गर्नुहोस्। कि त कुनै टाइमबाट यति टाइमसम्मको फन्नी लाग्यो भने त्यो म क्लिप काटेर टिकटकतिर अनि फेसबुकतिर पनि हालौँला। जो तपाईँहरूलाई राम्रो लाग्यो त्यस्तो क्लिपहरू। घरको सिँढी आयो। त्यहाँ हामीहरू कुन्ने बनाउँदैछौँ अनि यहीँ फाल्नुपर्छ। बाबाले पनि यहीँनिर फाले खान्छ। अनि गाइज यहाँ हाम्रो दिदी पनि धान काटिरहेछ। ओ दिदी, हजुर मैले कहाँ सिहाल्यो? यिनी बिल्लाले सिहाल्यो। परालको भारी लिएर आउँदाखेरि घाम लाग्दैन। अहिले यस्तै खाली हिँड्यो भने यस्तो घाम लागिरहेछ नि त। पराल ल्याउँदाखेरि पुरै टाउको छोपिरा हुन्छ, पुरै शरीर छोपिरा हुन्छ। अनि यहाँ हाम्रो बाबा पनि छन्। ओ बा हौ यति सुलो के टाढा तमीले त अगाडि हुनु पऱ्यो। मेरा हिँडिरहेको छु नि त। हिँडिरहेको छौ अन्त उहाँ मम्मी भन्दै थिए बाबा र म बाँच्छु अनि त बोक भनेर भन्दा थियो मलाई। त्यो मम्मीलाई पो हात दुख्ने गरी हाताफाइ होइजाऊ आज। आज हाताफाइ होइजाऊ। ओ मम्मी के छ? मम्मी आज डेडी तुझी तो पंगा कर दी बनना है। पंगा के लड्डे थी नियोजन खजा। हाँ ये खजा जो खजा और तो ये यार पड़ गया। एक हाम्रो 36 प्रकारको गुड तल याद गर। अब खुलेगा है हेर त ईशो डेडी इंटरनेशनल बेइज्जती गरिदियो। हेर त 2000 जना छन् हो डेडी। हेर त ओए बाप रे बाप। ए यहाँ फाइट हो गया, ये फाइट हो गया। यहाँ किधर? यहाँ हो गया बगावक। ओए बचाओ। ओ अंकल बचाओ तो मेरी मम्मी। ओ आंटी मेरी मम्मी ले बचाओ तो। ले भाई। भिडियो हेर्ने वाला भन्दा नि कति खुसी हुने होला भन्दा नि। यहाँ हेर्नु त गाइज हेर त। गुड मिला अब झगडा नगर्दै। गुड मिला ल गुड मिला ल। आजी पुरे हेर त यो कसरी सिरियस भएर हेरिरहेछ। ओइ बाई बाई। त्यति साह्रो सिरियसवाला फाइट त आजसम्म भएको छैन। रमाइलो हुन्छ, रमाइलोको रूपमा लिनु होला। एकदमै मजा आयो। अहिले फेरि एउटा पुलो समातेर जान लागेको छु। बाबा अगाडि छन्, म देखाउँछु तपाईँहरूलाई। ए बाबा ऊ त्यहाँ पुगिसकेका छन् अनि म भने पछाडि छु। मलाई धेरै मान्छेहरू के भन्छन्, काम गर्ने बेला मोबाइल निकालेर भिडियो बनाउँछ। काम त के गर्ने होला। दुईटै काम अनि भ्लगिङ दुईटै म्यानेज गरेर भिडियो बनाउनु अनि सँगसँगै काम गर्नु कति गाह्रो हुन्छ थाहा छ। म दुईटै म्यानेज गरेर मान्छेहरूलाई मेरो लाइफ पनि देखाएर हुन्छु। एडिट गर्नुपर्छ। यस्तै कामको बेला पनि लगातार भिडियो आउँदैछ भने मैले
काम गरेर थाकेर घर गएर एडिट गरेर बनाएको हुन्छु, त्यही पनि लाइक भ्युज नआयो भने हल्का मन त दुख्छ। तर म त्यस्तो लाइक भ्युजको लागि मर्ने मान्छे होइन, ठिकै छ, मन पराएको मान्छेहरूले हेरिरहेछन्। बिहान दोकुर्न गएर यस्तो पस्ताइरहेको छु नि, गुडा दुखेर यस्तो भइसक्यो, 4-5 घात मात्र बोकेको छु, हालत डाउन भइसकेको छ। कतिखेर यो पुलै टेढो भइरहेछ, मम्मीको गर्दा मम्मी राख्न जान्दै छैनन्। एक त मेरो यत्रो हाइट भयो, मम्मी सानसानै भए, धौ मेरो टाउकोमा पुगाइसकिरहेछन्। अनि यता हाम्रो बाबा आउँदै हुनुहुन्छ, खै त पछाडि हुनुहुन्छ बाबा, ऊ त्यहाँ, हामी अगाडि छौँ। अझै 1-2 चोटि आउनुपर्ने हो, त्यसपछि फिनिस। आधा जति त ट्रालीमा लगाएको थियौँ हिजो, अनि अहिले चाहिँ आधा मात्र हो बोकिरहेको। सिँढी आयो। गाइज हाम्रो घरको छतमा हेर्नु त यसरी लौका लागेछन्। बेलो घरको छतमै पुगाएको छ, तर मलाई लौका मन पर्दैन। यत्र लौका छन्, मलाई मन पर्दैन। म यसको बेलाको ढक्नु खोज्छु अनि काटिदिन्छु। गाइज हाम्रो फाइनली काम सकियो, यहाँ बाँडेर पनि सक्यौँ। ऊ त्यो चाहिँ हाम्रो अधिया मालिकको पराल, हाम्रो पराल चाहिँ घर पुगिसक्यो। अनि यहाँ बाँचेको हल्का छ। दर्शकबिनहरू अहिले 11 बजिसक्यो। अनि यो हो मेरो फाइनल पुलो। अनि यहाँ छ मेरो हातमा नाङ्ग्रे, यसलाई भन्छ पन्जी। यसले टाउकोमा हान्यो भने धेरै छेद हुन्छ। ए भारी भयो अहिले त। लास्टवाला घात सक्यो, गर्दन टुटिसक्यो भाइ। कामसाम सकेर एकदम थाकेका थिएँ। अनि मैले मम्मी बाबाको लागि म कम गर्ला र मैले मम्मी बाबा खालान्, मेरो मम्मी बाबा खालान्, यस्तो थाकेका छन् भनेर मैले कोका कोला लिएर आइदिएँ। कोका कोला लिएर, ऊ पनि आफ्नै गोजीको पैसाले कोका कोला लिएर आइदिएँ। मेहनत गरेर, लेबरी गरेर गाई। यो फलको बोटो थियो नि त हाम्रो घरमा, यसको नाम हो हलुवाबेत। अनि यसमाका यी भागा छैनन्, यस्तै छन्, पुरै रातो हुनुपर्ने हो। तर अहिलेदेखि नै चराहरू खाए हुन्छन्, काचै खाइदिन्छन्। त्यही भएर बाबा रिसले सबै टिपेर यो राखेर पकाउने भनेर टिपिरहेछन्। यस्तो हुन्छ दाना चाहिँ, पाक्यो भने रातो मिठो, एकदम मिठो हुन्छ। धेरै चराहरू धेरै खान थाले। पहिला त हामीहरू पनि सोचेको थियो कति खालान् र खान दिउँ भनेर सोचिरहेको थिएँ, खाइरहेको थिएँ। त्यही पनि हामीले केही गरेको थिएन। जब यति खाएर छोड्न थाले, पुरै खाइदिए त ठिकै हो, हल्का सबैमा ठोक गरेर खाने, अनि त्यस्तै छोडिदिने। फेरि मम्मीलाई रिसायो, अहिले बाबालाई रुखमा चढाइदिए। अनि रुखबाट बाबा टिप्दैछन्, टिपेर राखिसके। यो अब चाहिँ लुकाएर राख्नुपर्ने हुन्छ, पाकेपछि खान्छु। यहाँ भइरहेछ इन्जोयमेन्ट। मस्तले नमकिन पनि आयो। ल मम्मी, यसरी काम गर्नु पर्यो, दबाएर खानु पर्यो होइन बाउ? ल खानु पर्यो। ओहो यहाँ त भर्री छ नि त। ल खाउँ चेस। ल सम मम्मीलाई दियो, त्यो मम्मीलाई दियो। मम टेक इट। ल सम चेस गर्दु तिनटै। 1 2 3 ए चेस गर्दु ओ ल दारो मुना खानी माउन्टेन ड्यू भन्दा त कोका कोला कडा हुन्छ, मजा आयो। दारू खाए जस्तो यो खाने।
पार्टी हो रही है गाइस, पार्टी हो रही है। समो समो पार्टी हो रही है। ये नमकीन कहाँ है? देखो गाइस, खुसी भनेको कामसाम गर्यो टनाटन अनि यसरी खायो। फेक्दिनीको बोल भर्खरै सुसाल गएर 1 केजी मासु अनि 1 केजी टमाटर, 1 केजी प्याज, हरियो धनिया लिएर आए। अब बनाएर ल्याम खानुपर्ने छ। आज मैले मासु बनाएँ अनि फाइनली मासु पाकेर रेडी भइसकेको छ। हेर्नुस् कस्तो देखिया छ। अब खान्छु है। ढल्यो। I got some dirty shit to pick up at the dry cleaner. I got a tidy bitch to pick up, I got Selena.